नमस्ते। आज म यहाँहरूलाई हाम्रो मानसिक रोगमा सबैभन्दा कमनली देखिने मानसिक अवस्थाको बारेमा एउटा छोटो जानकारी दिनु गइरहेको छु, जसलाई चाहिँ हामीले एङ्जाइटी भनेर चाहिँ भन्ने गरिन्छ। एङ्जाइटीलाई नेपालीमा भन्नुपर्दाखेरि यो एक किसिमको अस्वाभाविक डर हो, जुन कुनै कारणवश पनि हुने गर्दछ, कहिलेकाहीँ चाहिँ बिना कारणले गर्दाखेरि पनि हुने गर्दछ। अब यसको लक्षणको कुरा गर्दाखेरि एङ्जाइटीको चाहिँ एकदमै धेरै नै लक्षण हुने गर्दछ र यो सबैलाई समेटेर चाहिँ एउटा क्याटेगोराइज गर्दाखेरि चाहिँ दुई क्याटेगोरीमा चाहिँ यसलाई राख्न सकिन्छ। एउटा हो फिजिकल सिम्टम्स र अर्को हो मेन्टल सिम्टम्स। फिजिकल सिम्टम्स अथवा चाहिँ शारीरिक लक्षणहरूको बारेमा कुरा गर्दाखेरि चाहिँ सबैभन्दा धेरै देखिने भनेको चाहिँ पाल्पिटेसन्स हो अथवा चाहिँ मुटु ढुकढुक गर्नु, जसलाई चाहिँ बिरामीले के भनेर आउनुहुन्छ भनेर भन्दाखेरि चाहिँ यो अवस्था हुँदाखेरि चाहिँ मलाई हार्ट एट्याक नै हुन लाग्यो भनेर भन्ने जस्तो त्यस्तो खाले हुन्छ भनेर चाहिँ भन्ने गर्नुहुन्छ। यो सँगसँगै चाहिँ सास फेर्न गाह्रो हुने, घाँटीमा केही कुरो अड्के जस्तो महसुस हुने, पसिनाहरू चिटचिट आउने, हातखुट्टा काप्ने, अनि छाती भारी हुने, छाती पोल्ने र कहिलेकाहीँ चाहिँ बान्ता होला जस्तो पनि हुने गर्दछ। र कतिपय बिरामीले चाहिँ यो अवस्था हुँदाखेरि चाहिँ ग्यास्ट्राइटिस जस्तो अनुभव गर्नुहुन्छ, जसमा चाहिँ खाना अपच भए जस्तो पनि महसुस गर्नुहुन्छ। र मानसिक लक्षणको बारेमा कुरा गर्दाखेरि चाहिँ सबैभन्दा धेरै हुने भनेको चाहिँ डर हो र त्यो सँगसँगै चाहिँ अर्को के हुन्छ भन्दाखेरि चाहिँ आफ्नो शरीर आफ्नो बसमा छैन भनेर भन्ने जस्तो त्यस्तो खाले अवस्था चाहिँ आउँछ। र अरू भनेको चाहिँ काममा ध्यान दिन नसक्ने, झर्को अलिकति बेसी लाग्ने र निन्द्रोमा चाहिँ गडबडी हुने, निन्द्रोमा चाहिँ एकदमै निन्द्रो लाग्न चाहिँ गाह्रो हुने, त्यस्तो खाले चाहिँ हुनसक्छ। र अरू समस्या भनेको चाहिँ के हुन्छ भन्दाखेरि एङ्जाइटी भनेको एकदमै छोटो हुन्छ अथवा एङ्जाइटीको अट्याक भनेको चाहिँ एकदम छोटो हुन्छ। भनेको धेरै जस्तो चाहिँ 5 मिनटभित्र चाहिँ ओभर भइसकेको हुन्छ भने 5 मिनट पछि चाहिँ कुनै पनि बिरामी कम्प्लिटली नर्मल भइसकेको हुन्छ धेरै जसोमा चाहिँ। भने त्यो नर्मल भएको अवस्थामा पनि फेरि पनि पहिलाकै जस्तो मलाई समस्या आउँछ कि फेरि पहिलाकै जस्तो अट्याक आउँछ कि भनेर भन्ने कुरा त्यो दिमागमा घुमिरहेको छ है त। त्यो पनि एक किसिमको चाहिँ मानसिक लक्षण हो, जसलाई चाहिँ हामीले एन्टिसिपेसन भनेर चाहिँ भन्ने गर्दछौँ। र यी सबै लक्षणहरू चाहिँ कुनै न कुनै रूपमा चाहिँ बिरामीमा एङ्जाइटी भएको बिरामीलाई चाहिँ आउने गर्दछ। र अर्को कुरा के बुझ्नुपर्छ भन्दाखेरि चाहिँ एङ्जाइटी आफैमा एउटा ठुलो टर्म हो, भनेको अम्ब्रेला टर्म हो। र एङ्जाइटीभित्र पनि थुप्रै सब टाइप्सहरू हुन्छ, जस्तै एउटा प्यानिक अट्याक भनेर भन्ने गरिन्छ, जेनरलाइज एङ्जाइटी डिसअर्डर भनिन्छ, स्पेसिफिक फोबियाज भनेर भनिन्छ, र अर्को चाहिँ भनेको चाहिँ हाम्रो सोसल एङ्जाइटी हुने गर्दछ। र यी सबै एङ्जाइटीको टाइपहरूको चाहिँ आफ्नै सिम्टम्सहरू चाहिँ हुने गर्दछ। र अहिले मैले माथि दिएको सिम्टम्सहरू चाहिँ सबै एङ्जाइटीमा चाहिँ हुने कमन खाले एङ्जाइटी हो। त्यसैले गर्दाखेरि यो दुइटालाई चाहिँ एउटा सब क्याटेगोरिजमा चाहिँ अथवा चाहिँ राखिदिएको, जसमा चाहिँ एउटा फिजिकल सिम्टम र मेन्टल सिम्टम भनेर चाहिँ मैले क्याटेगोराइज गरिदिएको छु। हस् त, थ्याङ्क यू फर लिसनिङ।